एक नेपाली भएर अघि बढ्नुपर्छ। सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गर्न जानुपर्छ। नमस्कार, शुभ सन्ध्या। म कार्यक्रम सञ्चालक गजेन्द्र थापा मगर हजुरहरूलाई हाम्रो यस कार्यक्रम इमानुएल टक टाइममा हार्दिक स्वागत गर्दछु। आशा छ तपाईहरू आरामै हुनुहुन्छ भनेर। तपाईहरूले विगतका भिडियोहरूलाई एकदमै रुचाइदिनु भएको छ, त्यसको लागि म लगायत मेरो विद्यालय परिवार हजुरहरूप्रति एकदमै आभारी छौँ। आशा छ भविष्यमा हजुरहरूले हाम्रो आउने भिडियोलाई पनि यसरी नै रुचाइदिनु हुनेछ भनेर। सदा चाहिँ यस कार्यक्रममा पनि हामीले अतिथिको रूपमा हाम्रै विद्यालयमा अध्ययनरत छात्रहरूलाई बोलाएका छौँ। त्यसैले म कुनै पनि ढिलो नगरिकन उहाँलाई हाम्रो यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ भाइ तपाईलाई। धन्यवाद सर। ल, यो कार्यक्रमलाई सुरु गर्नुभन्दा अगाडि के तपाईको परिचय पाउन सक्छौँ हामी? हुन्छ सर। सबैलाई नमस्कार। मेरो नाम पुष्प चौधरी हो। म कक्षा 8 मा पढ्छु र मेरो स्कुलको नाम हो इमानुएल डिभी एकाडेमी। धन्यवाद तपाईको छोटो र मिठो परिचयको लागि। यसै गरेर तपाईको हालखबर चाहिँ के छ नि? ठिकै छ सर। अनि तपाईको? मेरो पनि एकदमै ठिक छ। सोध्नु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँ चौधरी समुदायबाट पढ्नुहुन्छ है? हुन्छ। हजुर सर। अनि अब प्रत्येक समुदायको आफ्नै है जाति इतिहास हुन्छ। त्यसै गरेर तपाईको चौधरी समुदायको पनि इतिहास हामीलाई प्रश्न पाइदिन सक्नुहुन्छ? हुन्छ सर। सर, हाम्रो जाति धेरै नै पुरानो रहेको छ र हामीलाई आदिवासी जाति पनि मानिने गरिन्छ र हामी नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आएका छौँ। भनेपछि इतिहास एकदमै पुरानो रहेछ है तपाईहरूको। त्यसो भए तपाईको समुदाय चाहिँ मुख्यतया कहाँ बसोबास गर्दै आइरहेको पाइन्छ नि? सर, हाम्रो समुदाय चाहिँ नेपालको तराई क्षेत्रमा पहिलेदेखि नै बस्दै आएको छ। भनेपछि तपाईँहरूको मुख्य तराईको बासिन्दा पर्नुभयो है। त्यसो भए तपाईँको चौधरी समुदायले बोलिने मुख्य मातृभाषा चाहिँ के हो नि? हामीलाई प्रश्न पारिदिनुहोस् न है। हुन्छ सर। सर, हाम्रो मातृभाषा चाहिँ डोगरा ठाडो हो र अरू पनि धेरै भाषा रहेका छन्, जस्तै कुसुमिया आदि। अनि हरेक जातिको आफ्नै परम्परागत चाडपर्वहरू हुने गर्छ है। त्यसै गरेर तपाईको चौधरी समुदायका पनि केही आफ्ना परम्परागत चाडपर्वहरू होला, ती के हुन् हामीलाई प्रश्न पारिदिनुहोस् न है। हुन्छ सर। सर, हाम्रो समुदायमा धेरै चाडपर्व रहेका छन्, जस्तै फगुवा। माघलाई किन मानिन्छ भने यो थारू जातिको नयाँ वर्ष पनि मानिने गरिन्छ र माघको 1 गते मनाइन्छ। अटवारी, होली, दसैँ आदि मुख्य चाडपर्वहरू। अनि यो चाडपर्व तपाईँ कसरी मनाउनुहुन्छ नि त? यो चाडपर्व चाहिँ आफन्तसँग भेटघाट गरेर र भोज खाएर गर्छन्। भोज पनि खानुहुन्छ है? त्यसो भए अब भोजमा पनि तपाईँहरूले आफ्नो परम्परागत परिकारहरू पकाउनुहुन्छ होला है? ती परिकारहरू चाहिँ के हुन् यसो जानकारी दिनुहोस् न है। हुन्छ सर। सर, हाम्रो समुदायमा धेरै परिकारहरू रहेका छन् र चाडपर्व पनि बनाइन्छ, जस्तै ढिक्री, गोङ्गी, गुङ्गुरको मासु, माछा आदि बनाएर खाने गर्दछौँ। धेरै रहेछन् है परिकारहरू। कहिलेकाहीँ यसो हामीलाई पनि बोलाउनु होला चखाउनको लागि। एकदमै रहर छ चौधरी समुदायको परिकार खाना। यसै गरेर हरेक जातीय समुदायको है आफ्नो सांस्कृतिक नृत्यहरू हुन्छन्। अनि तपाईँको पनि समुदायको आफ्नो परम्परागत नृत्यहरू के होला नि है? हामीलाई स्पष्ट पारिदिनुहोस् न के हुन्? हुन्छ सर। हाम्रो समुदायमा महिलाहरू चाडपर्वमा थारू जातिको घरमा गएर नाच्ने गर्छन्, जस्तै मगौडा नाच, चोलिया नाच आदि। धेरै नृत्यहरू रहेछन् तपाईँकोमा, राम्रै छ। हुन पनि हामीले पनि देखेका छौँ एकदमै सुन्दर नृत्य हुन्छ। यसै गरेर अब तपाईँको आफ्नै समुदायको आफ्नो है परम्परागत पोसाक पनि हुने गर्छ है। त्यसकारण चौधरी समुदायको चाहिँ परम्परागत पोसाकहरू चाहिँ के हुने हामीलाई प्रश्न पाइदिनुहोस् न। हुन्छ सर। हाम्रो समुदायमा केटीहरूको चाहिँ धेरै छ र केटाहरूको छ, जस्तै केटाहरूको धोती र महिलाहरूको चोलिया, गटिया, टाउको आदि पोसाकहरू हुन्। आजकल चाहिँ यो आधुनिकीकरणले गर्दाखेरि धेरै जसो समुदायहरूले आफ्ना रीतिरिवाज संस्कृतिहरूलाई बिर्सिँदै जाने कुरो पनि अघि भइरहेको छ है। अनि त्यसो नहुन दिनको लागि चौधरी समुदायको होइन
परम्पराहरू संस्कृतिहरू रीतिरिवाजको संरक्षण गर्नको लागि चाहिँ तपाईँ जस्तो विद्यार्थीले भविष्यमा के कस्ता कदमहरू चाल्नु पर्ला नि? हुन्छ सर, हामीले चाहिँ अब सक्रिय रूपमा शिक्षा र चेतनालाई बढाउनुपर्छ र थारू भाषा सिकाउन लागि विभिन्न किसिमका कक्षाको सञ्चालन गर्दै जानुपर्छ र विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गर्दै जानुपर्छ। एकदमै सही भन्नुभयो। आफ्नो समुदायका विभिन्न संस्कृतिहरू हुन्छन्, त्यसलाई प्रोत्साहन गर्नको निम्ति हामीले विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्नु त पर्छ नै। यसै गरेर अब हामी कार्यक्रमको अन्तिमसम्म पुगिसकेका छौँ। अन्तिममा तपाईँ हाम्रा दर्शकहरूलाई केही सन्देश दिन चाहनुहुन्छ? हुन्छ सर, म अन्तिममा के भन्न चाहन्छु भने हामी विभिन्न जात जातिका भए पनि आइकिन हुँदा नेपाली, त्यसै हामी सबैले एकअर्काको परम्परा रीतिरिवाजलाई सम्मान गर्नुपर्छ र एक नेपाली भएर अघि बढ्नुपर्छ। एकदमै राम्रो सोच छ तपाईँको, सही नै। हाम्रो नेपाल भनेको विभिन्न किसिमका फुलको एउटा साझा फुलबारी हो। यसमा सबै जात जातिको है सबै विभिन्न समुदायको आफ्नो परम्पराहरू छन्। त्यसैले हामीले एकअर्काको परम्पराको सम्मान गर्नुपर्छ र एक नेपाली भएर अघि नै बढ्नुपर्छ। सही भन्नुभयो। अनि मात्र हाम्रो देशको विकास हुन्छ, अनि मात्र हामी एक भएर अघि बढ्न सक्छौँ। यसै गरेर अब तपाईँलाई हाम्रो यस कार्यक्रममा सहभागी हुन पाउँदा चाहिँ कस्तो महसुस भइरहेको छ नि? सर, यो कार्यक्रममा म आउन पाउँदा धेरै खुसी छु र तपाईँले बोलाएकोमा पनि धेरै खुसी छु। मलाई बोलाउनु भएकोमा धन्यवाद। धन्यवाद तपाईँलाई पनि आफ्नो एकदमै बहुमूल्य समय हाम्रो यस कार्यक्रममा आएर हामीलाई दिनुभयो। यसै गरेर आजलाई यति नै। हजुरहरूसँग अर्को हप्ता फेरि भेट हुने बाचाका साथ म हजुर समक्ष बिदा लिन्छु। तबसम्म स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला। शुभरात्रि।